अनि तिमीलाई खुसी बनाएर मलाई श्रीमतीलाई दुखी पार्ने हो त? दुवैजना खुसी भएर बस्छौँ। कसले भने दुखी हुन्छ भनेर दिदी? मैले 2टा छोरी दिएपछि दिदी खुसी हुँदैन भने। तिमी त राम्री छौ, सिङ्गल छौ, कन्ने केटी यार। तिमी पनि त राम्रो छौ नि, तिम्रोमा के कमी छ? तिमी केटा होइन र? छोरी मान्छेको जात के रे, छोरी मान्छेले छोरी मान्छे खुट्टा तान्छ भन्थे, अर्काको श्रीमानी तान्न लाग्यो यार। तान्ने होइन भने त्यस्तो नगरेको अदा घरबार बिग्रिन्छ, श्रीमती सोचे त्यस्तो नगरेको। ए ल के ल हेत्तेरीका श्रीमतीलाई तिमीलाई तान्न ला होइन भने जस्ट बे मात्रै गर्ने हो। कहाँ तान्ने भनेको क्या छ? तानेर के हुन्छ भने नतानिकन गर्ने। बिहा बिहा नतानिकन गर्ने। के खालको आइमी होला यार। चस्मा व्यापार गर, मलाई एउटा चस्मा पठाइदेऊ। एउटा चस्मा कति हो? 1 लाख हो। तिमीले किङ्सबाट पैसा कमाएको कि महँगो? 1 लाखमा कतिवटा जिरो हुन्छ अरे? 1 लाखमा कतिवटा जिरो हुन्छ? 5 वटा। ए ल ल म 2टा जिरो थपेर पठाइदिन्छु है। एउटा चस्मा पठाइ। त्यताको जिरो होइन क्या, म जिरै 1मा 1मा 0 2टा थपेर पठाइदिन्छु। अनि भन्न बहिनीहरू के छ? तँलाई बहिनी भनेको लाइभ काटेर जान नपराउँछु फेरि। भित्र मन पराउने नि बहिनी भन्ने लाज पनि लाग्दैन। नर्कमा पुग्लेऊ। म 31 वर्षको बाद तपाईँ बहिनी पर्यो। मेरो आमाले पाँदै क्या तिमीलाई? म 26 वर्षको भए। कसरी बहिनी पर्यो? कसरी बहिनी पर्यो? कसरी बहिनी पर्यो? यो आइमाईसँग साँच्चै यदि झुकेर बिहा भयो भने त उल्टै एकदम सुरुकै बिहाको दिन मार्छ यार। मार्नु पर्यो भने तपाईँभन्दा मोटी छु, के अरे मरिहाल्छ हुने। आइमाईलाई कम त च्याङ्ला छ आइमाई। बहिनी पो दिन्छ यार, बहिनी पो दिन्छ यार। कान्छी भन्ने सोध्छ, बहिनी भनेर बस्छ यार। तपाईँले कान्छी भने पागल बाटा हिँड्ने सला हग्नी पार्ने सलामा बिहा गरेर हिँड्छु के अरे। हग्नी पार्ने? मैले त हग्नी पार्ने। म हग्नी पार्ने कहाँबाट भयो? जसले नै हग्छ पार्छ। हग्नी पार्ने? मैले हग्दैन पार्दैन। म स्पेसल हो तपाईँको लागि। कति दुनियाँलाई म छेर्नी हो, हग्नी पार्ने गर्दैन मैले। छेर्नी हो? छेर्नी हो। के छेड्दिन लायो र? उपर गिल्यो। किन काट्दिनलाई? धेरै छेर्नी मान्छे पहिला टाल्छ यसले। लाउ न त। डाक्टरले के भन्छ? औषधिले हुन्छ किनकि सुई हाल्ने हो। ए सुई हान्न पर्छ अरे क्या? त्यही पनि पोखरा आएर, पोखराको त्यो मेडिकलमा। त्यही पनि तपाईँले लिएर जानुपर्छ अरे त्यहाँनिर, एक्लै गएर हुँदैन अरे। आम त भोलि टिकट काटेर आउँछु अनि यसो सुई हान्नु पर्यो क्या। बिरामी भएको छ, शेरपति लाएछ क्या। हेर अदा त्यस्तो नगर। तिमी राम्री छौ, सुन्दर छौ, राम्रो हेर्छ केटा बिहा गर्ने। ल ल तिमी त हो नि ह्यान्डसम। त्यो हेर मलाई कहाँ आएर फसेँ। टिकटक साँच्चै पैसा त गर, टिकटकबाट पैसा त आयो तर घरबार घुम्नु भयो यार। आइमाईले गर्दा यार। आइमी होइन क्या, अदाले भन्नु न यो केटीले गर्दा। गाइस 2टा क्वेसन। थ्याङ्क यू 2टा के? बुस्टिङ। ए बुस्टिङै हो 2टा? तिमीलाई के भाइरल हुनको लागि अब तिमीलाई अरू कुनै कन्टेन्ट थिएन यस्तो दर्शकलाई पठाउनको लागि? ए माया त त्यति कुराहरू। तिमी नै कन्टेन्ट हो मेरो त।
के गर्नु लाग्यो र यहीँ छ है त्यो क्यामेरा मैले अघि भनेको हाँ? यहीँ लुकाएर राखेको छु कि तिमीले पठाएको गिफ्ट चेक गर्न पर्यो कि कस्तो रहेछ फिर्ता गर्ने बाटो गर्न पर्यो धेरै किन फिर्ता गर्नु पर्यो र फुटाएर फ्यालिदिन्छु फिर्ता गर्ने भन्यो भने कुन दिन यो गिफ्टलाई मैले फुटालेर टिकटक बनाउँछु यस्तो गर न तिम्रो पोखरामा आएर पुलिस केस गरिनछु भने त मेरो नाम पनि अदा होइन हाँ? पुलिस केस गर्छु पोखरामा आएर किन कम्मर दुखाइ उहाँ यहाँ बिजी मलमा गएर पठाएको मैले तिम्रो कमर मैले दुखाइदिएको यो गिफ्टिङ यस्तो र यहाँ टाउकोमा भारी बोकेर हिँडेर बिजी मलसम्म म अनि फुटाएर भिडियो बनाउने लास्ट शरम छैन अनि फुटाएर भिडियो बनाएपछि बल्ल भाइरल हुन्छ नि तर होइन हामीलाई भाइरल हुनलाई धेरै भयो टिकटकमा नयाँ कन्टेन्ट पाएन ए फुटालेर भने अलिकति धेरै कमाउनु पर्छ क्या के पर्दैन आफूले आफूलाई फुटाउ बरु आफ्नै फुटाउ जे फुटाउनु छ हमको हमी से चुरा लो दिल में कहीं तुम छुपा लो हम अकेले हो न जाए दूर तुमसे खो न जाए पास आओ गले से लगा लो अदाजी मिठो गीत गाइदिनुहोस् गदाजी हस् नबिर्से तिमीलाई नपाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई रोमान्टिक गीत अलि रोमान्टिक गीत बाजे के बोले मलाई बिस्ताराले पोल्यो बाजे के बोले मलाई बिस्ताराले पोल्यो बिस्तारामा के आगो लिएर सुत्छौ क्या हो डाक्टरले के भन्छ क्या तिमीलाई कहिलेसम्म सन्त हुन्छ रे त्यही डाक्टरले तिमीसँग भेट भएपछि ठिक हुन्छ भनेको छ पागल केमा डाक्टर जोनी सिनेमा तिमी औषधि हो रे के डाक्टरले भनेको मेरो औषधि हो रे तिमीलाई नभेटी केही हुनेवाला छैन रे तिमी त लास्टै रोन्छौ या तिमी यार किन यस्तो गर्छौ यार अर्का घरमा बिगार्ने कुरो गर्छौ जति अर्काको घरबार तिम्रै छ घरबार हाम्रो चाहिँ छैन घरबार ए तिम्रो बिहा भएको बेलसँग हामीले चाहिँ डिभोर्स दिँदैन उसँग डिभोर्स दिँदै उसँग बिहा गर्ने कुरा गरिरहेछ जतिखेर नि अर्का घरबार अर्का घर हामीले पनि डिभोर्स दिन लागिरहेछ त उसँग बेलसँग यार नेवार भएर जन्नु पनि गाह्रो रहेछ हौ बेलसँग डिभोर्स खाली चस्मा लाछ कान कोट्याछ नाक कोट्याछ चाट्याछ छेरपट्टि लाछ पेट खराब भा एकतिर एउटा नाच फुर्कुला छपुला बनैमा निष्ठुरीले बिर्सेर गए सम्झना बनैमा
खै भुल्ले नि तिहारै आयो ल अझ अब जानुपर्छ होला है जानी मलाई छोडेर तिमीलाई मैले कोन च्याप्प समातेर बसेको छु र भने समात्दै त्यही नसमातेर त बर्बाद परे नि किन यस्तो गर्छ किन दुनियाँलाई उल्लु बनाऊ च्याप्प समाते भए दुइटा जुम्लिया छोरी हुन्थ्यो होला दाजुले माथिर फर्किँदै सपना देखिरहेको छ गाई दुइटा छोरीले सपना देखिरहेको म यहाँ सोसियल मिडियामा यस्तरी अल्झेँ नि किन बाजे तिमीलाई नजोड मैले दर्शक गराउँछ जोड मैले बुढी गराउँछ यार जोड न जोड दुइटा जोड के छ अरे दर्शक भने भगवान दर्शकको कुरा सुन्नुहुन्छ दुइटालाई जोड्दै नजोड मैले दर्शकले अदा 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 भनेर यहाँ आइडी खाला जस्तो गर्छन् ए भनेपछि तिमीले मलाई जबरजस्ती दर्शकको कारणले जोड्यौ नि तिमीले माया गर्दैनौ मलाई गाई सत्य कुरा खोल्यो बाजेले सत्य कुरा खोल्यो तिमीलाई माया किन गर्ने तिमी को हो र तिम्रो हुनेवाला कान्छे बुढी भनिरहेको छु कतिचोटि भनि कति नराम्रो अनुहार दर्शक कान्छी बुढी हो तिम्रो कान्छी भने मलाई लाग्छ मेरो घर श्रीमन्त छ ल जेठी ऊ झ्याम्की झ्याम्मा कहाँ अन्नी जाम कि जाम कता कता त्यस्तो नगर हेर रेकर्ड गरेर हालिन्छ नि श्रीमती दिवस हुन्छ कि यस्तो गरेर नगर रेकर्ड गरेर हाल्छ अरे के भयो त नि दिदी नै हाँस्छ नि हाम्रो गफ सुनेर हाँसेकै फार भएर भोलि ससुराले भोलि मलाई कुचोले हान्दियो के भयो त नि मेरो लागि त्यति जाब कुचो नि खान सक्दैन अरू मायामा तिमीले के गर्न सक्छौ भन तिमीले के भन्नु तिमीले के माग्छौ मसँग भन के तिमी मेरो लागि मर्न सक्छौ सक्छौ प्लिज यार प्लिज प्लिज ल भोलि तपाईँको लेटर लेखेर मैले बिखान्छु मलाई के भयो भने जिम्मेदारी बाजे हो भनेर लेटर लेखिदिएर बिखान्छु कहिले पनि यो मायामा चाहे कुरा पाएन भन्दैमा फेरि आफ्नो ज्यानलाई हानि गर्न चाहिँ हुन्न फेरि सोचिरहेको थिएँ किन मर्न पर्यो राम्रो जस्तो कलकलन जमानी छ केटा मान्छे नि नआउँछ नि तिमी पाएन भने त मर्ने हो के भयो कताबाट यो दिदीले फोन गर्यो ल अदाजी अब जानुपर्छ ल ल ल ल नाटक धेरै भयो दर्शकहरू धेरै उल्लु बनायो भाउ ल ल केही छैन गुड नाइट बाई बाई बाजु थ्याङ्क यू सो मच धेरै धेरै माया दर्शकलाई मायाको चक्करमा धेरै धेरै माया बाजे के इसारा फेरि माया यस्तरी माया हुन्छ कस्तो हुन्छ त तिमी कहिले जाने विदेश भनेर तिमीलाई भेटेर जाने हो
नाही मभन्दा पहिले जाऊ के नै तिमीलाई नभेटी त जाँदिनँ म त्यस्तो नगर खराब म त पोखरा आउने हो तिमी आऊ नआएन म त आउने हो तिम्रो मात्रै हो पोखरा तिम्रो मात्रै हो पोखरा आऊ तर म चाहिँ भेट्न आउनु ल मेरो आश नगर किन आउन्न तिमीलाई फोन गरेर यति सताउँछु दिदीलाई फोन गरेर पठाइदिनु त बाजेलाई भेट परिहाल्यो भिडियो बनाउनु पर्यो हेर मलाई त्यस्तो नगर हेर कसैको तिमीले गर्दा कसै घरमा दिनु हेर गर्दा तिमी धेरै उयो नगर हेला नगर म पनि हुनेवाला कान्छी हो तिम्रो प्लिज गर्दा मलाई पनि माया ल्याऊ तिम्रो अलिक तिमीले के त जुन तिम्रो भिडियोमा कहिले रोएको एक्टिङ गर्छौ नि कुन चाहिँ कम्पनी ग्लिसरिन हाल्छौ ग्लिसिङ होइन त्यो साँच्चै सोचो म किमको लागि है तपाईँको लागि हामीलाई चाहिँ मन दुख्दैन हाम्रो चाहिँ आँखाबाट आँसु आउँदैन ग्लिसिङ भनेको के हो भ्यासलिन भनेको के हो ग्लिसरिन भनेको चाहिँ तपाईँलाई चाहिँ फिल्महरुमा रोपी एक्टिङ गर्दा लाउँछ के अनि हामीलाई फिल्मको एक्टिङ गर्न आउँछ त हामी त रियल गर्छ नि जे गर्छ अहिले पनि नाटक गरेर आउने कतिखेर नाटक गरे यो सबै नाटक गरे हो त तिमीले हाम्रो कोन चाहिँ माया गर्छौ र माया आमा नि त माया नगर्ने भए उ त्यो हातमा गिफ्ट कसले पठाइदिए यस्तो गर्नु हुँदैन पाप लाग्ला नर्कमा पुग्ला ए बाजे नर्कमा पुग्छ ए बाजे ए सुड्डो ए बाजे ए बोका बाजे यस्तो गर्नु हुँदैन मरिजाउ तिमी यस्तो नगर बरु आफ्नै श्रीमतीले बनाएको ठिक छ यार बरु आफ्नै श्रीमतीले बनाइदिएको ठिक छ यार आफ्नो श्रीमतीले कहा किन गिडाङ गिफ्ट पठाए भनेको त पुरा मायाको नाटक आफ्नै श्रीमती गिफ्ट ल्याएर छ मलाई यति छिराउन आउन्न यार यति छिराउन आउन्न गाई यार के हो यार मैले बच्चा कसरी पाएँ मैले यति छिराउन आउनु ए सरी नै सरी आफ्नै श्रीमतीको प्यारो छ यार अदा सदा भाँड्ने यसलाई भोलि घर सुन्जाले पछि साट राख्छु अदाले दिएको लाउनु बा कसरी दिएको लाउने श्रीमती लिएर लाउने के हो दिनु अगाडि मेरो होइन तपाईँको फोन हातीले गरे हो फोन मेरा फोन आएन तिम्रो गयो ए मेरो वाइफाई गयो फेरि मैले डाटा अन गरेँ वा आडी आएको भयो मैले यसलाई बाई बाई गरिदिएँ नगर्नु है अहिले नाटक नगर्नु नि फेरि श्रीमती भने श्रीमती हो के श्रीमती भने श्रीमती हो आउँदै लाउनु तिमीले मलाई माया नगर्ने मैले माया गरेर पठाइदिएको गिफ्ट नलाउने एउटा साथी सोचेर माया गरेर पठाइदिएको गिफ्ट कति नै लास्ट आएर माया नगर्ने किन त्यो तँलाई कल दियो भने कति ब्ल्याकमेल गर्ने यार मलाई
घोर बेजत गाइज यार छ बेकारमा बोलेछु ओइ फ्यालेको बाजे किन फ्याल्यौ त्यो ए बिस्तार आछ किन फाल्दियो राख्न त राख्छौ नि नलाए नि नफ्याल है भोलि किङजीलाई गिफ्ट गरिदिनु पर्यो किङजीलाई के उता पठाउँछौ र किङजीलाई दिन पर्यो भने अर्कै बनाएर पठाइदिइहाल्छु नि म त्यो तिमीलाई दिएको गिफ्ट किङजीले अरू लागेको त्यो जुठो खानु थाहा मलाई किङजीलाई म पठाउनु पर्यो भने दामी बनाएर पठाइदिइहाल्छु नि त्यो तिमीलाई दिएको गिफ्ट हो के त्यसलाई पनि कुन दिन तोडिदिन्छु बाजे तिमीले यस्तो तोडफोड मेरो गिफ्टहरूको तिमीले घोर बेजत हानिरहेछौ है मलाई रिस नउठाउने फेरि कुन दिन यसलाई पनि तोडिदिन्छु मैले भनिदिएर कि कति नै एउटा साथीले मायाले पठाइदिएको लाउनु हुँदैन त गाइस नाटक गरेर खोलेर फ्याल्छ यार गेम नखेल्ने र हो अब जान्छु यार टाइम भयो यार ल ल ल जानु सुत्नु तर त्यस्तो मैले अघि जिस्केर मैले पठाइदिएको गिफ्ट भनेको बाजे माइन्ड नगर्नु मैले जिस्केर भनेको लगाउनु यार जिस्केर भनेको भोलितिर लाम लाग्यो ए ल ल तिम्रो माया प्रत्येक कन्टेन्टले जस्ट भ्युर अड्डेछन् यार तिमीले माया प्रत्येक यस्तो कन्टेन्ट बनायो यसरी दर्शकलाई उल्लु बनायो कि दर्शकहरू तिमीले मेरो मायालाई कन्टेन्ट बनाइरहेछौ इट्स ओके तर मेरो लागि कन्टेन्ट होइन मेरो लागि तिमी हो कि मैले काम तिमीलाई कन्टेन्ट बनाएँ अहिले भर्खर तिम्रो माया प्रीतिको कन्टेन्टले भ्युअर्स अड्डिरहेछ भनेको होइन माया गर्दैन भने इति पनि लाग्दैन र माया मेरो तिमीलाई माया गर्ने बित्तिकै ससुरालदेखि फेरि मलाई मार्छ त्यही छैन घर बस्नुला नि कपिल वस्तुतिर गएर उता कपिल वस्तुतिरै घर जम्मा बाजे अरे अब त राम्रो देखिया अब त राम्रो देखिया राम्रो देखिया अरे ठ्याक्क ड्रिक्ससँग म्याच खायो बेसी आयो कति राम्रो देखियो नि त मलाई क्यामेराम्यान फोकस करो फोकस करो भो भोलि रेकर्ड गरेर हाल्छु नि म गएँ भाइ मान्छे हुन्छ गाइज ल ल रमाइलो गाइज उसले बिचरा अरू केही कन्टेन्ट नपाएर गाइज यसो दर्शकलाई हँसाउनको लागि उसले मायाको प्रेम गरेको त्यस्तो केही पनि गाइज ल मैले आफ्नो श्रीमतीलाई माया गर्छु गाइज I love my wife, my family, my son is coming. No love other guys. घरको श्रीमती भन्दा घरको श्रीमती हो मा अदाको ब्रासलेट गयो भाइ भाइ हाई भाइ भोलि फेरि त्यहाँ लगाएर आउने आई लभ सुन्नु आई लभ योर वाइफ आई लभ योर हुनेवाला बेबी आई लभ यू बाय बाय बेकार है भैया मैं तो टूट गया मैं गुड नाइट खत्म हो गया यार मैं तो बच्चासम्म त सिक्यो कि मलाई चाहिँ किन आयो फेरि यस्तो नगर के तिमीलाई पनि माया गर्छु तिम्रो बुढीलाई नि माया गर्छु तिम्रो होल फ्यामिलीलाई माया गर्छु तिम्रो हुनेवाला बच्चालाई नि माया गर्छु के भयो तिम्रो मलाई चाहिँ नगर म त तपाईँलाई गर्ने हो गर्ने हो मोरे छोड्दिन म मोरेपछि मात्र छोडिन्छ कुन चाहिँ धनीमानी केटा मान्छे पासे हामीलाई चाकपुचाको पानीले पनि हान्दिन बौलाई नाटक त्यस्तो धनीमनीले केही हुनेवाला छैन केही हुँदैन धनीमनीले आज हुन्छ भोलि हुँदैन धनीमनीहरूसँग माया भन्ने कुरा त बचिरहन्छ नि त जिन्दगीभर आज ब्रासलेट फाल्दै भोलि
ऊ फालिदिन्छु पछि ब्याग फालिदिन्छु तिमीले एउटा कुरा फ्यालेर हेर त तिम्रो त्यहाँ घरमा प्लेन टिकट काटेर आउन सकिनछु भने त तिम्रो घरमा ल्यान्डिङ गर्छु हेलिकप्टर रिजर्भ गरेर आउँछु त्यतिको औकात छ मेरो हेली चप्पल चप्पलमा होइन कप्टरमा आउँछु जाऊ धेरै कुरा बाई भोलि जाऊ गुड नाइट राम्रोसँग सुता अरूलाई बेकु बनाऊ युट्युब भाइ अरूलाई बेकु बनाऊ आलाई बेकु बनाऊ तिमी हो मेरो माया र भूतले कस्तो लाग्छ मलाई सबैले 6 भन्दा देख्दिन म यसलाई तिमी हो मेरो जीवन साथी बाई बाई भाइस कि माया प्रेम गाइस यसमा गेस्टमा हाम्रो गिफ्टरहरूले सबैले फलो गर्नुहोस् ल प्लिज ल गाइस ल आशिक